नमस्कार, म विवेक कठायत। नेपालको केही गतिविधिबारे बुझ्न चाहनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। नेपालमा 2010 देखि 2026 सम्मको समय केवल वर्षहरूको हिसाब होइन, हाम्रो समाजको विवेकमाथि लागेको रगतको दागको इतिहास पनि हो। हामी सभ्यता, धर्म, संस्कृति र नैतिकताको ठूलो भाषण दिन्छौँ, तर जब एउटा नाबालिका घरबाट निस्कन्छे, त्यो सुरक्षित घर फर्किने ग्यारेन्टी समाजले दिन सकेको छैन। यही असफलताको प्रमाण हुन् निर्मला पन्त, अंगिरा पासी, बारा क्षेत्रकी नाम नखुलेकी बालिका, भागरथी भट्ट, सलिना पोखरेल, आरती भट्टराई, निशा तामाङ, अंशु गौतम, माया विक, रश्मिता परियार र अहिले सुर्खेतकी इनिशा विक। यी नामहरू कुनै सूचीको शब्द मात्र होइन, यी हाम्रो समाजको मौन अपराधका जिउँदा प्रमाण हुन्। निर्मला पन्तको हत्या हुँदा देश आक्रोशित भयो, जनताहरू सडकमा भरिए, न्यायको नारा गुन्जियो, तर वर्षौं बितिसक्दा पनि न्याय कहाँ छ? अरिङ्गापासीको घटनाले दलित बालबालिकाको पीडा र सामाजिक विभेदको कुरूप अनुहार देखायो। बारा क्षेत्रकी बालिकाको हत्या, भागरथी भट्टको हत्या, त्यसपछि फेरि नयाँ नामहरू थपिँदै सलिना पोखरेल, आरती भट्ट, निशा तामाङ, अंशु गौतम, माया विक, अब सूचीमा रश्मिता परियारको नाम पनि जोडिएको छ र अस्ति फेरि भर्खरै इनिशा विकको नाम पनि थपिएको छ। हरेक पटक एउटै कथा दोहोरिरहन्छ, घटना हुन्छ, केही दिन देश स्तब्ध हुन्छ, सामाजिक सञ्जालमा आक्रोश फैलिन्छ, सरकार छानबिनको आश्वासन दिन्छ, प्रहरीले अनुसन्धान जारी रहेको भन्छ, तर समय बित्दै जाँदा सबै मौन हुन्छ, समाज मौन हुन्छ, राज्य मौन हुन्छ, न्याय प्रणाली मौन हुन्छ, तर पीडित परिवार कहिले मौन हुँदैन। प्रश्न उठ्छ, यस्तो समाज कस्तो समाज हो जहाँ एउटा किशोरी बिहान घरबाट पढ्न निस्कदा उसको जीवनको कुनै ग्यारेन्टी हुँदैन? किन अपराधीहरूलाई लाग्छ कि यहाँ अपराध गरेर पनि बाँच्न सकिन्छ? किन हरेक पटक न्याय ढिलो हुन्छ? किन हरेक पटक सत्य धुमलिन्छ? समाजले इज्जत, प्रतिष्ठान, धर्म, संस्कृति र नैतिकताको कुरा धेरै गर्छन्, तर जब निर्मला पन्त, अरिङ्गापासी, बारा क्षेत्रकी बालिका, भागरथी भट्ट, सलिना पोखरेल, आरती भट्टराई, निशा तामाङ, अंशु गौतम र माया विक, रश्मिता परियार, इनिशा विक जस्ता नामहरू एकपछि अर्को गर्दै थपिन्छन्, तब प्रश्न उठ्छ, वास्तवमा हाम्रो समाजको नैतिकता कहाँ छ? यो केवल अपराधीको समस्या होइन, यो संरचनाको समस्या हो। जब समाज मौन बस्छ, जब शक्तिशालीहरू दोषीलाई बचाउन खोज्छन्, तब नै न्याय ढिलो हुने हो। भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। फेरि पनि यस्तै भिडियोहरू हेर्नको लागि च्यानललाई सब्स्क्राइब गर्नुहोला।